खोलेको कपन खोला छेउकै सुकुम्बासी बस्तीमा घुस्यो डोजर। धेरै छैन, 4 तला त हो नि आज। सुकुम्बासीको त यस्तो बिल्डिङ हुनै सक्दैन। सुकुम्बासी भन्दा यहाँ हुकुमबासी बढी रहेछ नि त सर। यो ठाउँहरू भनेको जोखिमपूर्ण पनि त हो नि त। अब हरेक वर्ष बाढी आउँछ, उहाँहरूलाई नै हो गाह्रो हुने होइन। त्योभन्दा त एउटा टेम्पोररी हरेक वर्ष बाढीको बेला रेस्क्यु गर्नुभन्दा त एकैचोटि एउटा पर्मानेन्ट रेस्क्यु गऱ्यो भने त त्यो राम्रो होला नि त। मिचेर बसेर त्यत्रो ढलान गरेरै बनाएपछि त एक दिन न एक दिन जान्छ भनेर त थाहा छ उनीहरूलाई नि। दर्शकबिन बाढीले चुर्लुमै डुब्ने कपनको खोला किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन डोजर चलेको छ। वर्षिनी बाढीको चपेटामा पर्ने क्षेत्रमा रहेको अव्यवस्थित बस्ती हटाइएको हो। लुसेको हो नि, अब यो पार्टी नआयो त कहाँ सक्थ्यो र। बाहिरबाट हेर्दाखेरि केही नभएको जस्तो, भित्र हेर्दाखेरि यस्तो पुरै सम्पत्ति टन्नै भएको। हुकुमबासीलाई मात्रै खेद्या भए हुन्थ्यो, सुकुम्बासीलाई नि खेदेर के बालेले। सुकुम्बासीलाई त दिने रे भनेको सुनेको त है। हजुर, हुकुमबासी हो नि सर, कहाँ यो सुकुम्बासी? यस्तो सिमन्टीले यस्तो पक्का बनाएको घर सुकुम्बासी हुँदै हुँदैन नि। त्यो दिन बनाउन नपाउने कहाँ पाउँछ त। सुकुम्बासी भनेर त तपाईँको सानो हुनु पर्यो, जस्ताको हुनु पर्यो, टहरा हुनु पर्यो। सुकुम्बासीको चाहिँ 4 तले घर हुनुहुन्न दाइ। कहाँ हुनुहुन्छ त हुकुम्बासी त हुँदैन 4 तले घर। अनि एमाले काङ्ग्रेसको सरकार हुने बेला बनाएको हो यो सबै। अब त्यो दिन गयो के सर? अब त्यसलाई कहाँ टहरा भन्छ त हेर्नु त। 4 तले 4 तला टहरा हुन्छ त। खाली जग्गामा आएर घर लगायो भने हामीले टुडेलमा घर लगायो भने घर लाउनु पायो त पाएन नि त। खेलमा अब सुकुम्बासी भनेर टुडेलमा घर लाउनु पाएन नि त। सुकुम्बासीको जस्तो त छैन नि घर त। अब कहाँ, अब हामी बसेको त्यत्रो 20 वर्ष भइसक्यो होइन। सुकुम्बासीले यत्रो घर बनाउँछ त। कतिपय त हाम्रो भन्दा राम्रो घर जस्तो। अनि अब सुकुम्बा पहिला त छाप्रो मात्रै थियो कि, अब मिचेर घर बनायो सबैले। एउटा सिक्काको पनि दुई पाटा हुन्छ भन्छन् नि होइन। त्यसै गरेर सबै कुरा हेर्नुपर्छ क्या। बालनले केही कुरा गरिराख्नु भएको छ नि, त्यसको समाधान पनि दिनुभएको छ। उहाँहरूलाई यत्तिकै बेवारी चाहिँ छोडिदिनु भएको छैन। कता हाम्रो अपार्टमेन्ट पनि छ, त्यो अपार्टमेन्ट सेटल भइन्जेलसम्म एउटा टेम्पोररी बस्नको लागि उहाँहरूले लोकेसन पनि दिनुभएको छ। प्रपर खाने बस्ने हाउसिङ क्लोदिङ सबै छ त्यहाँ होइन। त्यो भनेपछि अब साँच्चीकै मर्कामा परेको मान्छेलाई व्यवस्थापनमा गर्ने भन्नुभएको छ। हुन्छ, विकास गर्दाखेरि गाह्रो पर्छ, एउटा चाहिँ नि दुख्छ, तर काँडा झिक्दाखेरि दुख्छ। तर काँडा झिकेपछिको जुन आनन्द, जुन रिलिफ हुन्छ नि, त्यो मजा बेग्लै हुन्छ नि त। उहाँहरूलाई अहिले यो टेम्पोररी गाह्रो भइरहला, तर जो साँच्चीकै मर्कामा पर्नुभएको छ, साँच्चीकै उहाँहरू यो स्क्वाटर एरियाको हो, उहाँहरूलाई त एउटा पर्मानेन्ट व्यवस्थापन त योभन्दा बेटर दिनुभएको छ नि त। त्यो त आँट हुनै भएर त अब छको होला नि, न त सानोलाई मात्रै छोएर त हुँदै भएन नि। अब पहिलाको नेता जस्तो भइहाल्यो नि होइन। यहाँ सबै बराबर हुन्छ। बालन सरकारले धेरै राम्रो काम गर्नुभएको छ। धेरै पहिले यस्तो काम हुनुपर्ने, धेरै ढिलो भयो जस्तो लाग्यो मलाई चाहिँ। एकदम राम्रो लाग्यो सर। यो तपाईँको 10 वर्ष अगाडि नै हुनुपर्ने काम हो, अहिले भयो। एकदम मलाई खुसी लाग्यो। भोट चाहिँ खेला गएको जस्तो चाहिँ लागेन है। घन्टी नै हो नि सर। काठमाडौँमा जग्गा नहुने मान्छे होइन कि, कतै पनि केही नभएको उहाँहरूलाई दिएको हो नि त। स्लम एरिया भनेको त उहाँहरूको व्यवस्थापनको लागि, उहाँहरूको सहजको लागि भन्ने दिएको हो नि त। यो त पहिल्यैदेखि जग्गा भएर हडपेर बसेको, अतिक्रमण गरेर बसेको मान्छेहरूलाई त होइन नि त। त्यो त व्यवस्थापन गर्नै पर्छ नि त। हो, उहाँहरूलाई पीडा पुग्छ त्यसले, तर उहाँहरूले पनि बुझ्न के जरुरी छ भन्दाखेरि यो त सरकारी जग्गा हो नि त। सरकारी जग्गा यसरी अतिक्रमण त गर्न पाइँदैन नि त। हो, पहिला पाइयो होला, तर अब पाइँदैन नि त। अब त हामीले चुनेर ल्याएको सरकार छ, अब त काम त गर्नु पर्यो हेर्नु। बिना नेताहरूले जहाँ छोयो, जहाँ बस्यो त्यो तिम्रै भन्दै रे उनीहरू बस्यो। बसिया छ, को त पूर्जा पनि छ बे। पूर्जा पनि छ। पूर्जा पनि त्यहाँ तासिरहेको छ पूर्जा। अब बालन सरकारले गरिबलाई दुःख दियो भन्छन् दिदी। त्यही त। के दुःख दिएको हो? अब दुःख दिएको त त्यो दुःख दिएको त भन्नु मिल्दैन नि। अब मान्छेले गरी खाएर बसेर मजाले बसेको, अब उठ्नु पर्दाखेरि दुःख भयो होइन। नत्र त एक दिन हुन्छ भनेर त थाहा छ नि। 42 घर छ अरे यहाँ टोटल। धमाकेदार गगनचुम्बी भवनहरू बालनले त्यो भत्काउने आँट गर्लान्। गर्नु पर्यो, बालनले सबै निमुखा जनताको मात्रै सबै गर्नु पर्यो भन्ने हो। अब हिजो सुन्नुभयो होला नि समाचारहरू, कतिपय मान्छेले आत्महत्या पनि गरे, कतिपय रुवाबासी छ, कोही मन्दिरको बास भएको छ। अलिकति त अन्याय गरे होला नि बालनले। के हो? केही कुरा गर्दाखेरि केही कुराहरू पनि अलिक त्रुटि हुन्छ। काम गर्दा राम्रो काम गर्दा नराम्रो काम हुने हुँदैन नि त। त्यसको विचार गर्नु पर्यो भन्ने हो मेन कुराहरू। अब यो जग्गा भनेकै चाहिँ नि काठमाडौँमा जग्गा नहुने मान्छे होइन कि, कतै पनि केही नभएको उहाँहरूलाई दिएको हो नि त। स्लम एरिया भनेको त उहाँहरूको व्यवस्थापनको लागि, उहाँहरूको सहजको लागि भन्ने दिएको हो नि त। यो त पहिल्यैदेखि जग्गा भएर हडपेर बसेको, अतिक्रमण गरेर बसेको मान्छेहरूलाई त होइन नि त। त्यो त व्यवस्थापन गर्नै पर्छ नि त। हो, उहाँहरूलाई पीडा पुग्छ त्यसले, तर उहाँहरूले पनि बुझ्न के जरुरी छ भन्दाखेरि यो त सरकारी जग्गा हो नि त। सरकारी जग्गा यसरी अतिक्रमण त गर्न पाइँदैन नि त। हो, पहिला पाइयो होला, तर अब पाइँदैन नि त। अब त हामीले चुनेर ल्याएको सरकार छ, अब त काम त गर्नु पर्यो हेर्नु। यहाँ पनि राजनीति भइसक्यो, पुराना दलहरू सबै एकजुट भएर भन्दैछन्
सरकार गरिबमाथि प्रहार नगर। अब यो फेरि पुरानो दलहरूको आफ्नै छ उनीहरूलाई जसरी पनि प्रतिपक्ष हो प्रतिपक्षको काम बोल्ने हो आवाज उठाउने हो तर काम राम्रो गरिराख्दाखेरि उहाँहरूले सपोर्ट पनि गर्नु पऱ्यो नि त प्रतिपक्षको पार्टीहरूले के मात्र भनिराख्नु भएको छ भन्दाखेरि सरकारले गरिबलाई चाहिँ नि व्यवस्थापन गरेन यो हटाइदियो दुःख दियो तर उहाँहरूले यो किन भनिराख्नु भएको छैन कि सरकारले उहाँहरूलाई एउटा पर्मानेन्ट व्यवस्थापन गर्न अपार्टमेन्ट राख्नु भएको छ सबैलाई राम्रोसँग व्यवस्थापन अहिले टेम्पोररी भए पनि उहाँहरूलाई राम्रै व्यवस्थापन गर्नुभएको छ यहाँबाट यसरी हटाउनु मात्र भएको छैन बेवारी चाहिँ घरमा छोड्नु बाटोमा छोड्नु त भएको छैन नि त त्यो उहाँहरूले किन भन्न सक्नु हुँदैन भन्दाखेरि उहाँहरूले भन्ने बित्तिकै जहिले आवाज उठाउनुपर्छ विरोध गर्नुपर्छ भन्ने होइन राम्रो कामलाई समर्थन पनि गर्नुपर्छ भन्ने हो होइन प्रतिपक्षको काम भनेको नराम्रो बोल्दाखेरि आवाज उठाउनु पर्यो बोल्दाखेरि उहाँहरू सबैभन्दा ठुलो ताली चाहिँ उहाँहरूको हातबाट गुन्जिनु पर्यो क्या तर भाडामा बस्नेले चाहिँ अलिकति दुःख पायो सर होइन ए भनेको यहाँको रियल जग्गा धनी अथवा घर धनी यहाँ बस्दैनन् घरबेटी यही बस्ने हो यहाँ माथिपट्टि बस्थ्यो तलपट्टि होटेल पनि थियो यहाँ कस्तो दिन पनि आयो हेर्नु त सरकारी जग्गामा घर बनाउने अनि भाडामा पनि लगाउने मस्त खाने आफू पनि जे खाने। गरे पाउँदो रहेछ हुँदो रहेछ नि सर अब त्यो दिन गयो नि त सर अब कसको उसमा चाहिँ यस्तो गरे कसको आँटीमा आयो यस्तो कसले पावर दियो यस्तो बालेनलाई कसरी यति आँटिला भए होइन ऊ भनेको कोहीसँग नडराएर काम गर्ने मान्छे हो सधैँभरि यसरी नै काम गर्नुपर्छ हामी पनि सपोर्ट गर्छौँ होइन तै पनि हेर्नु त यसो 3 तले 4 तले घर गडलम्मै ढले तपाईँको यो एमाले काङ्ग्रेस सबै गयो। एमाले काङ्ग्रेसको सरकार हुने बेला बनाएको हो यो सबै अब त्यो दिन गयो क्या सर अब गए अब जे हुन्छ राम्रै हुन्छ देशको लागि तर कतिले बालेनले जनतालाई निमुखालाई सडकमै ल्याए भन्छन् त्यो होइन सर त्यो नबुझेर हो अब सुकुम्बासीहरूलाई पनि अब नहुनेलाई थामा लगाएर राखेकै छ होइन त नहुनेलाई लाल पूर्जासँग दिएर जग्गा दिने भन्ने कुरो पनि भएकै छ अब यो चाहिँ हुन्छ कि हुँदैन अब यो चाहिँ अब भोलिको दिनको कुरो हो होइन कहीँ कहीँ त 5 तला पनि रहेछ छ उ त्यो भित्ता हेर्न जानु न 5 तला छ त अनि जे गरे नि पाउने पाउने रहेछ अब तपाईँको यस्तो अरे अब भाडा लिने बेला एउटा 1 महिना आउँछ अरे अर्कोचोटि अर्कै आउँछ अरे यस्तो हुने भाडा उठाउने फरक यो ठाउँहरू भनेको जोखिमपूर्ण पनि त हो नि त अब हरेक वर्ष बाढी आउँछ उहाँहरूलाई नै हो गाह्रो हुने होइन त्योभन्दा त एउटा टेम्पोररी हरेक वर्ष बाढीको बेला रेस्क्यु गर्नुभन्दा त एकैचोटि एउटा पर्मानेन्ट रेस्क्यु गऱ्यो भने त त्यो राम्रो होला नि त हुन्छ विकास गर्दाखेरि गाह्रो पर्छ एउटा चाहिँ नि दुख्छ तर काँडा झिक्दाखेरि दुख्छ तर काँडा झिकेपछिको जुन आनन्द जुन रिलिफ हुन्छ नि त्यो मजा बेग्लै हुन्छ नि त उहाँहरूलाई अहिले यो टेम्पोररी गाह्रो भइरह होला तर जो साँच्चीकै मर्कामा पर्नुभएको छ साँच्चीकै उहाँहरू यो स्क्वाटर एरियाको हो उहाँहरूलाई त एउटा पर्मानेन्ट व्यवस्थापन त योभन्दा बेटर दिनुभएको छ नि त यसकोमा युवाहरूले के सोच्छ गुम्बासीहरूलाई कसरी तलाउनु पर्यो अब यो जग्गा भनेकै चाहिँ नि काठमाडौँमा जग्गा नहुने मान्छे होइन कि कतै पनि केही नभएको उहाँहरूलाई दिएको हो नि त स्लम एरिया भनेको त उहाँहरूको व्यवस्थापनको लागि उहाँहरूको सहजको लागि भन्ने दिएको हो नि त यो त पहिल्यैदेखि जग्गा भएर हडपेर बसेको अतिक्रमण गरेर बसेको मान्छेहरूलाई त होइन नि त त्यो त व्यवस्थापन गर्नै पर्छ नि त हो उहाँहरूलाई पीडा पुग्छ त्यसले तर उहाँहरूले पनि बुझ्न के जरुरी छ भन्दाखेरि यो त सरकारी जग्गा हो नि त सरकारी जग्गा यसरी अतिक्रमण त गर्न पाइँदैन नि त हो पहिला पाइयो होला तर अब पाइँदैन नि त